मेरो सानो फुच्चे छोरोले माछा खानी बाबा माछा खानी भनेर पिरेपछि मैले अर्गानिक माछा चिसो पानीको माछा चाहिँ किनेर लिएर आएँ। त्यसपछि धोइधाइ गरेर काटकुट गर्न सुरु गरेँ। अब भुँडीभरि फुलै फुल रहेछ, तर भुँडी फुलहरू सबै निकालेर फ्याँकेँ हैन। फुलै फुल रहेछ, तर सबैलाई सफा गरेँ, फालेँ, राम्रोसँग सफा गरेर तोरीको तेल हालेँ। त्यसपछि फेरि कालो सोया सस मन परेमा थोरै हाल्दिएँ, अनि जिराको धुलो अलिकति, छोरो छोसुस गर्दैछ, अनि अलिकति कालो नमक हैन, कालो नुन हालेँ। त्यसपछि फेरि अलिकति सेतो नुन पनि थपेँ। त्यहाँ मैदाको पिठो हालेँ अलिकति, त्यसलाई क्रिस्पी बनाउनको फ्राई गर्नको लागि। त्यसपछि मैदाको पिठोमा अलिकति कागती निचारेर हालेँ, अमिलो, माछाको लागि अमिलो चाहिन्छ। छोरो रमाएर हेर्दैछ, खुसी हुँदैछ। त्यसपछि एउटा अन्डा पनि एड गरेँ त्यसमा। अन्डा फुटाएको बोक्रा झरेछ, छोरोले देखिहालेछ, टक्क थुतेर फाल्यो। त्यसलाई राम्रोसँग मोलमाल गरेँ। मसँगै फुच्चे पनि छुसछुस गर्दैछ। टक्क ब्याटर बनाएर मोलेर राखेँ 2 घण्टा जति र अलिकति लसुन हालेँ, लसुनको पात काटेर। त्यसपछि तेल राखेँ भाँडामा, तोरीको तेल नै हो। तेल गरम भएपछि एउटा 2टा पिस गरेर फ्राई गर्न थालेँ। थोरै बाबुलाई सुरुमा कस्तो हुन्छ भनेर हैन। फ्राई हुन दिएँ, डिप फ्राई भयो। ओहो, हेर्दा फेरि पुरै डढे खतम भयो हैन। अब यसलाई अर्कै ट्रिक लाउनु पर्यो भनेर मैले फेरि केराको पात ल्याएर एउटा प्यानमाथि राखेँ, त्यसमा सबै माछा राखेँ। त्यसपछि त्यसलाई अब ग्यासमा हैन, आगोमा पकाउनु पर्यो भनेर आगो भए ठाउँतिर लगाएँ। छोरोले अहिलेको कालो माछा खाँदैछ, रमाउँदैछ। यसलाई टक्क आगोमा लगाएँ, आगो लगाएँ, टक्क ताते हैन, पाक्दैछ। त्यसपछि फेरि यसलाई भएन भनेर माथिपट्टिबाट टक्क पातले छोपेर कोइलाहरू हालिदिएँ, खरानी हालिदिएँ। त्यसो गरेर राखेपछि भित्रै मजाले पाकेछ, माछा पाकिसकेको छ हैन। अब यो निकाल्नु प्रोसेसतिर गएँ, निकालेँ। हेर्दा फेरि यो पनि अलिकति बढी डढिसकेछ साथी हो हैन। यस्तो मिठो बनाएर दिन्छु बाबुलाई भनेको, तर अलिक बढी डढेछ। ठिकै छ, यतिको माछा अड्किँदैन भनेर मैले चाहिँ बाबुलाई अलिकति डढाएरै दिएको हो। अलिकति काले बनाएर, अलिक क्रिस्पी बनाएर जस रमाएँ, खाएँ। बच्चाहरूको खुसी नै आफ्नो खुसी भनेर म पनि रमाएँ। साथीहरू मन पर्यो भने लाइक र सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच।